डल्फिन बम यस्तो थियो टक्क लगाएर होइन बुढो यस्तोसँग भएको थियो मान्छेहरू होइन वारी नै। हेलो गाइस, सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ हामी घुम्न जान लाग्यो होइन, फुलपेटी हेर्ने होला। म चाहिँ रुमदेखि हिँडिसकेको छु। अब साथीहरूसँग उता गएकोमा भेट्नुपर्छ, त्यसपछि गाडीमा चढेर टक्क लगाएर घुम्न जानुपर्छ। सबैले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। के गर्छ दाइ? ल म भिडियो देखाउँदै गर्छु। आज घुम्न जान लाग्यो, गाडीमा के कस्तो हुन्छ, पुगेर के कस्तो हुन्छ होइन, सबैजनाले अन्तिमसम्म हेर्नु होला। लगाएर के अरे क्याम्पबहादुर होइन, हामी नेपाली 5 जना मार्छ होइन, अरू सब श्रीलङ्के। हामी 5 जना मार्छौँ। हामी चाहिँ यहाँदेखि हिँडिसक्यौँ, हेर्नुहोस् होइन। टक्क लगाएर गाडी फेरि भिआइपी गाडी होइन, टक्क प्लेन जस्तो छ क्या। Sanda sisi rasa Atare amanama balanama me Api kaurude Giya kiloe Situam हामीलाई चाहिँ किलोको छैन गाडी यहाँ। सब साथै जोस रमाइलो भइरहेछ। यो 3वटा गाडी होइन, 1 2 3वटा गाडी। यहाँ छ हाम्रो दोस्त होइन, एकदम भाइरल दोस्त। के छ? गीत नपढ्दैन, एकदम रमाइलो भइरहेछ। जापानको गाउँ यस्तो छ हेर्नुहोस्। गाउँमा पनि यस्तो सुविधा छ। अब नेपालको बजारको सुविधा त के सुविधा भन्नु त है। बवाल छ यार ठाउँ चाहिँ, तर एकदम होइन। और नेपाली कलाकार हामी पुगिसकेको छौँ होइन। ल हामी चाहिँ यहाँ अध्ययन गर्न जाँदैछौँ। बिहान धेरै छन् होइन, 200 कर छन्। के लेडीज माने कस्तो भइरहेछ यता बस्दै
अमेरिकाको युद्ध भएको बेला नागासाकी हिरोसिमामा बम फालेको बेलाको सम्पूर्ण डिटेल आएको छ। हामी त्यसैको अध्ययन गर्न आएको छौँ होइन। 8月9日の長崎上空は厚い雲に覆われ、視界が不良のため投下予定地点と離れた場所で原子爆弾は炸裂した。 बम यस्तो थियो टक्क लगाएर होइन बुडुम आएको थियो अरे। कति 74,000 ने जापानिज मरेको थियो त्यति बेला 74,000। के छ गेङ्की त्यसलाई बचेको कपडा यस्तोसम्म भएको थियो मान्छेहरू होइन। ल हामी नागासाकी पुगिसक्यो होइन। अब खै के पार्कतिर आएको छ। झलकको भलकमा सब्सक्राइब गर्नु पऱ्यो होइन। खतरा छैन। नेपालको त नेपाल नि जापानको होला नि नि। 1 लाख 1 लाखको टिकट हो यो। 5 दिनसम्म जता घुम्यो नि जति घुम्यो नि जोस रमाइलो छ जापानमा। यिनी श्रीलङ्कन यिनी फेरि भियतनामी। म मात्रै नेपाली भनेको अरू सब श्रीलङ्कन भियतनाम कहाँ छन् होइन। म मात्रै हो कि नेपाली भनेको। यिनी पनि भियतनामको त नेपाली भाषा आउँछ यिनलाई। पानी परेर अलिकति गाह्रो छ। गाडीहरू यहाँ रहेको छ गाडी। अब गाडी बसेर समुद्रमा जानु छैन। हाम्रो समुद्र कुनै साइड गएर अब भातसात खाएर म बसेँ यो निभान 2 नम्बर गाडी। फेरि हामी चाहिँ यता सेकेन्डमा छौँ होइन। ल साथी फेरि अगाडि नै आएर बसेको छ। ल हामी समुद्रको छेउमा आएको छौँ होइन। हामी खानासाना खाएर टक्क लगाएर समुद्रको छेउमा आएर फोटोसोटो खिच्न लाग्छौँ होइन। आज चाहिँ एकदमै रमाइलो भयो होइन। ल समुद्र यस्तो होइन बवाल देखिरह। यो सब हाम्रै गएकोबाट आएको होइन सबजना। ल बवाल छ है समुद्र। नागासाकी फुकुओका नागासाकी समुद्र। पेंगुइन आएको छ। पेंगुइन म यता माछाहरू होइन। बाबा के हो यो? धेरै फरक छ नि सबै। अनि फर्स्ट टाइम देख्यो होला क्या यस्तो त माछाहरू त।
यो साप जस्तो सर्प जस्तो लगभग 50 फरक छ नि धेरै हामी माथि पनि हेर्दैछौँ अब चाहे त व्हेल माछा डल्फिन भैँसी जत्रै छ भैँसी जत्रै यहाँ चाहिँ माया प्रेम बसिरहेको छ माया प्रेम यो नेचुरल हो यो नेचुरललाई यस्तो घर बनाइदिएको मात्रै हो यिनीहरूले चाहिँ पुरानो वासस्थान यही हो नेसनबाट यही हो नेसनबाट थाहा भयो होइन यो चाहिँ नेचुरल हो कि यो यस्तो घर बनाइदिएको हो कि यो यिनीहरूको पहिलो पुरानो वास वारिदेश वारिदेश हाम्रो यात्रा सकियो जुन चाहिँ वारी नै ल हामी यहाँदेखि चाहिँ फर्किन लाग्यो अब ल हामी फर्किसक्यो अब आज त्यो रमाइलो भयो ठिकै भयो आएर यसो अब फर्किन लाग्यो के कसो फेरि रमाइलो गर्दै जानु पर्दैन गाडीमा तल गीत गाउँदै यो चाहिँ श्रीलङ्काले गाउँछ हामी नबुझ्ने रमाइलो हुन्छ त्यो गिटारको धुन सुन्दै रमाइलो हुन्छ सबैजनाले माया देख्नेलाई फेरि कस्तो लाग्यो त आजको यात्रा ओके राम्रो हुनु पर्यो Sayonara bro.